हेलो साथीहरू सबैजनालाई वेलकम छ आजको मेरो मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। म चाहिँ होइन बिहानै उठेर रोप्सिङ भन्ज्याङतिर लागेँ दादासँग। त्यहाँ चाहिँ हाम्रो जस्ता ल्याएको थियो क्या गाडीमा लगाएर हिजो, अनि गाडीले झारिदिएको थियो अनि लिन गयौँ। दादा म बुनु होइन जान चाहिँ 4 जना गएको गयौँ ओर्यौँ। अनि नभन्दै हामी चाहिँ फर्की पनि हाल्यौँ क्या, जस्ता पुरा बोकेर चारपात यस्तो गाह्रो भइरहेछ नि गाउँघरको बाटो। अनि त घरमा राखेर फेरि हामी माथि घर गयौँ, मामु म दादा होइन। अनि त्यसपछि चाहिँ गोरु लिन आज गएँ क्या, किनकि हाम्रो खेताला थियो नि त। आज 2 हल गोरु थियो अनि गोरु लिन गएर फर्केँ। अनि नभन्दै घरमा जुठो हाराहरू यति थियो क्या। अनि मामुले चाहिँ मलाई फेरि घरको काममा लगाउनु भएको थियो। अब 2 जना जोत्ने थियो अनि जोत्नेहरू पनि भाइ अनि के अरे अङ्कल हुनुहुन्थ्यो। अनि मामु मसियो लाउँछु जा भन्नुभयो। सुँगुर कराइरहेको थियो मेरो पालो के भन्छ नि कारी चारो लगेर लगाइदिइहालेँ। नभन्दै फेरि बाख्रा र होइन पाडा पनि कराउनु थाल्यो क्या, पानी दिएको छैन नि त भनेर मेरो पालो लगेर पानी दिएँ पाडालाई। त्यो हेर्दै त फेरि बाख्रा पनि खान खोज्यो है, मेरो पुरा हात चाट्यो। अनि मेरो पालो बाख्रालाई पनि 1 भाडा लगेर दिइहालेँ अनि त्यसले पनि खायो। नभन्दै मेरो चाहिँ खाजाको लागि साग हुन्छ नि, अब धनियाँ होइन, अनि त्यसपछि प्याज छेपीहरू त्यस्तो उखाल्नु थालेँ क्या करेसाबारीतिर गएर। नभन्दै उखालेर होइन धुइओरी म चाहिँ ल्याएँ घरभित्र लगेर राखिसकेँ। नभन्दै आलु पनि पाकेछ, मसलाहरू घोटेँ होइन चट्टसँग लाएर सब रेडी गरेँ। मेरो खाजा त होइन पाकिसक्ने लाग्यो क्या, म छिट्टो गर्छु नि त। अब फुर्केको चाहिँ होइन खासै मिठो पकाउनु चाहिँ आउँदैन, त्यो पनि गाउँघरमा यस्तै हो होइन। अब आगोमा बस्यो धुवासरी भयो, मलाई बनाउनु चाहिँ आउँदैन, त्यो पनि मामुले यस्तो कामहरूमा चाहिँ जहिले पनि लाउनुहुन्छ क्या। मलाई बाहिरको काम भन्दा मामु बरु बाहिरको काम गर्नुहुन्छ होइन, मलाई चाहिँ यस्तै काममा लाउनुहुन्छ क्या। अब अरूले के भन्छ कसो भन्छ त्यो चाहिँ मलाई कहिले मतलब भएन क्या। म अर्काको लागि बाँच्ने होइन नि त, आफ्नो लागि बाँच्ने होइन। त्यही सोच्छु कि जहिले पनि म अरूको लागि बाँच्ने अरूको लागि गर्ने होइन। तपाईँहरू पनि यो सोच्नुहोस् कि अर्काको लागि कहिले पनि नसोच्नु के, अरूले कस्तो भन्छ भनेर होइन। त्यही भएर म चाहिँ आफ्नो लागि सोच्ने हो होइन। त्यही भएर तपाईँहरू पनि यस्तो गर्नुहोस् कि अर्काको लागि कहिले बाँच्ने काम, अर्काले के भन्छ यस्तो भन्छ भन्ने चाहिँ कहिले नबस्नुहोस् कि। म चाहिँ त्यस्तो हो क्या, अरूको लागि राम्रै गर्नुपर्छ भन्ने पनि त छैन नि होइन। नभन्दै मेरो चाहिँ तरकारीहरू पाकेर म चाहिँ लगेर अनि खाजा खायौँ होइन। अनि अङ्कल चाहिँ मलाई लास्टै गले जोत न भन्नु थालेको क्या। अनि अङ्कल चाहिँ पुरा म जोत्दैछु होइन, नाचिरहनु भएको छ रमाइलोले के, उहाँ चाहिँ जोतिहाल्यो भन्दै मामुले भिडियो गर्नु नभन्दै होइन जोतिसक्नु लागेको मेरो चाहिँ आँखामा है आएर झ्याप्प यति माटो पसिदियो कि। अनि मामुले चाहिँ भिडियो गरिदिइराख्नु भएको थियो रहेछ। यस्तो भयो कि गोरु वहाँ पुगिसक्यो, सियो लाउने मान्छे हेरेको हेरे जोत्ने मान्छे आँखा बिच्दै ठिक्क। नभन्दै मान्छे बुनलाई हेर्नु लगाएर बुनले निकाल्थ्यो होइन। कस्तो लाग्छ भिडियो होइन, कमेन्ट गरिदिनु।